अझ ह्यापी दशैं। ह्यापी नमस्कार। काहे बल्ल उज्याला मेरो जहिले पनि यही ज्याकेट हुन्छ भाइ। 1.5 घण्टाको मेहनत कुरेर ल्याएको छ। विपिन भाइ छ। सरी भाइ अर्को भाइ ट्राई गर्दै न। चिलमा पुरा यो चाहिँ पखाउँदै हो हैन। नेपालको खाना पच्दैन अरे। You can't see me. हाम्रो अझै चिटिक्क परेर मैले पहिलाको वर्ष यस्तरी भ्लग बनाएको थिएँ मैले। ओ दसैँ आयो। हेलो ह्यापी दसैँ। everyone, welcome back to my channel. I'm Sondana. Sondana, you look so beautiful. Wow, so beautiful. You are so looking beautiful. You are so gorgeous. Welcome back to my channel, guys. I don't know your video YouTube सम्म पुग्छ कि पुग्दैन किनकि मेरो यति धेरै भिडियोहरु मैले भ्लगहरु गराउँछु भिडियोहरु बनाउँछु तर मलाई एडिट गर्न झ्याउलाएर मैले चाहिँ मेरो त्यो भिडियो YouTube सम्मै पुग्दैन कि त्यस्तो भइरहेछ एकदमै। अनि आज चाहिँ दशैंको अघिल्लो दिन हो। के हो भन्छ आज महानवमी हैन बाबु? दशैंको अघिल्लो दिन। दशैंको टिकाको अघिल्लो दिन हो आज चाहिँ। अनि I'm at my village. म चाहिँ अहिले मेरो गाउँमा छु। किन होला बोल्दै गाउँमा छु भनेर देखाउनु पर्दैन नि। गाउँमा छु अहिले। अनि अघि भर्खरै आएको हामी चाहिँ यहाँ भाइले देखाइदिइहाल्यो आज सुकुटी बनिरहेछ। अनि यतापट्टि यहाँ चाहिँ हाम्रो यो चाहिँ पखाउँदै हो हैन। पकाएर अनि बल्ल फ्राई गर्ने हो। अघि नै मैले क्लिप्सहरू चाहिँ लिएको छु तर मैले स्टार्टिङ चाहिँ गरेको थिएन। म चाहिँ त्यो क्लिप्सहरू चाहिँ एड गर्छु अब बल्ल हैन। मेरो जहिले पनि यही ज्याकेट हुन्छ भाइ। यो ज्याकेट यस्तो कम्फर्टेबल छ, यस्तो ठिक छ नि। पानी परेको बेलामा पनि ठिक हुने, घाम लागेको बेलामा पनि ठिक हुने। टोपी नै छैन भनेको यसको टोपी छ मलाई। आई लभ दिस। वाटरप्रुफ नै त हैन त्यो वाटर रेजिस्टेन्स भनौँ न। अलिकति घण्टासम्म चाहिँ धान्छ। भित्र बस्दैन कि पानी चाहिँ। त्यही भएर नि एकदम बेस्ट। अनि मैले यही मात्र लगाएको भित्र च्यातिसक्यो त्यही यही मात्र लगाएको डाँडाको चटपटी डाँडाको फेमस चटपटी। कालो देखेछ म त निन्द्रा नि नपुगेर। Here's our brother. आज बङ्गुर काट्न गएर कालो भयो रे। आज घर आयौँ। अर्को त कान सुन्ने कुरा नि रहेछ। कान सुन्ने कुरा। यो अनि यो जाडोमा लाउने यो गोजीवाला ल्याइदिनु हजुर। मजाले जाडोमा लाउने यो तातोवाला त्यहाँ राख्नु। कान सुन्ने कुरा नि ल्याइदिन्छु। त्यो तपाईँलाई त्यस्तोमा अड्काउनु मिल्छ। ओइ कस्तो कस्तो भइरहेछ हजुरलाई ठुलो नाति घर आउँदा। ठुलो नाति घर आउँदा कस्तो भइरहेछ हजुरलाई? रमाइलो भन्छ? रमाइलो भन्छ। डाँडामा 1.5 घण्टाको मेहनत कुरेर ल्याएको चटपट। 1.5 घण्टा कुरे माग्यो। माई गॉड कहाँबाट पिरो दाइले खाने कि दाइ चटपट खानु होला नि। टेस्ट गर्नु न कस्तो हो। नेपालको खाना पच्दैन अरे। सेम विदेशी स्टाइल खाइदिनु
ए दारा धनिया मन पर्दैन नि त ला बाबु ला समात तेरो भाग त सकियो अब बनालाई चाहिँ 40 नम्बर 90s को हिरो नि भनेको अनि कति राम्रो छ दाँत यी गरेर के भएन राम्रो चाहिँ बाँकी बाङ्गेर अनि भयो मैले सलमान आर्धनाले कुर्ता किने थिएन कुर्तै भएन भनेर बिहान जान्नमा हजुरहरु जानु जिग्मा भन्ने भनेर थियो के अबे भाजी सक्यो त्यो मैले भाइ तागा तरी हो गयो ए सुते थियो नि रन क्युट थियो नि हामीले लुसीको बेबी हो यहाँ चाहिँ भाइ छ मेरो बिहाइन्ड द क्यामेरा चाहिँ भाइ छ हाम्रो पिपिन भाइ छ सरी के गर्नु लाग्छ तैँले नमस्ते गर्न लाग्यो के खास छ यतापट्टि चाहिँ हाम्रो यहाँ नेपाल भाइ अर्को भाइ हाई गर्दैन चिलमा पुरा कस्तो नराम्रो देखिया भइहाल्दैन के हुन रियलमा किरेर मतलब हैन कि चिल हो के भाइ ल हामी चाहिँ अहिले बाहिर छौँ यता भाडधुनी ठाउँतिर यस्तो छ यताको सिनरियो अहिले अँधेरो भइसक्यो अन्धकार भइसक्यो आगो त निभे भयो बाबु छ्या चाहिँ बसाउँदैछ हामी चाहिँ पोर्क भित्र लैजान्नौँ कि भित्र पकाउँदैनौँ बाहिरै हो पकाउने पोर्क चिकन मटनहरू मात्र नि बक्स पनि भित्र लैजान्न बाहिरै हो त्यही भएर बाहिर बसेर पकाइदिउँ म भाइ बहिनी भाइ नि यस्तो मेहनत गरेर छ बहिनी चाहिँ हामीलाई कम्पनी मात्र दिन बसेछ पोर्क बोइल भयो अब चाहिँ फ्राई गर्ने पकाइ पहिला आगो फुल्छ अनि उताबाट ढकाल्दै त हो त्यो यतिलाको तेल धेरै हालेन पनि धेरै बसायो क्या बाबु बाख्रा डिट्टो भुट्टै देखियो कि है म चाहिँ खान्न अब एडिटिङ सिक्नलाई मम्मीले रोटी पोल्नलाई पुरा पिठो तयार गरेर राख्नुपर्छ यस्तै भिडियो मैले पहिलाको वर्षको दसैँमा पनि लिएथेँ तर मैले भिडियो एडिट गरिनँ अपलोड पनि गरिनँ यता मम्मी यस्तो पिठो बनाउँदै यतापट्टि चाहिँ भन्ट्याङहरू पल्टिनु भन्छ हाम्रो घरको सबभन्दा ठुलो भन्ट्याङ अझै सुत्न जाने हो अनि यता चाहिँ अर्को भन्ट्याङ सुतेर आएको भर्खरै कति 11 बज्न लागिसक्यो अब त सुत्न पर्छ भोलि त म चाँडो उठ्न सक्दिनँ मान्छेसँग आउनु मन लाग्दैछ कि अर्को फेरि आउनु सानोमै खैरो थियो ह्याप्पी दसैँ ह्याप्पी टिका गुड मर्निङ भर्खर उठेको म त पानी परेर रातभरि लाइट पनि छैन नेट पनि छैन मोबाइल कसरी चार्ज गर्नु भगवान् हाम्रो घर यता नि यो चाहिँ खोला यहाँ खोला भयो यता नि जङ्गल भयो यतापट्टि नि जङ्गल यता माथि नि जङ्गल सब जङ्गलै जङ्गल जङ्गलै जङ्गल जङ्गलै जङ्गल बिचमा हाम्रो घर Let's go to kitchen. Good morning. Tinpane ho ban banai. Ito sa mommy sa mother roti pulio na sa wow.
के तर्सियो क्या Kia ke papa fashion ba. Chunga ke pasang hamra fashion ba. Tai kori pari chumira basira cha bhai bhainihहरु सबै. You can't see me. Bad. You can't see me. अनि अझै रोड भन्नु अनि रोड भन्छ पुग्न पर्ने दिएन सानो भगवान यहाँ हुनुहुन्छ हाम्रो बिन्दिया यहाँ हुन्छ हाम्रो आरती त्यस्तो पारामा त मुख पनि भएन लास्ट देख्यो होला है म त लास्ट देखेँ होइन फर्स्टै देखेँ हाम्रो हिरो ल पोट बनाएर बस्दै आएको हिजो यसमा बनाएको होइन र Look at me, oh my god. बिहान उठेर म राम्रोसँग मुख नि धोएन ब्रस नि गरेँ होइन पोर्क बनाएँ आलु टमाटर बनाएँ ओइ म त के टाँसेको भनेको त पिम्पल आएछ क्या यहाँ त आलु टमाटरहरू बनाएँ अब चाहिँ म नुहाउन जान्छु पानी परेछ योपालि दसैँ झरी दसैँ हुन्छ जस्तो छ अब नुहाउन जान्छु हिजो नुहाएको मजाले नि मिची नुहाएको आज चाहिँ खल्ल खल्ल पार्छु रेडी हुनुपर्छ किनकि रेडी हुन मलाई एकदम टाइम लाग्छ चाहिँ 11:30 भइसक्यो 11:53 मा हो टिकाको साइड भर्खरै नुहाएर मुख धोएर ब्रस गरेर आएँ कुर्ता अर्को लाउने हो फेरि म त यो कुर्ता त एकदम टाइट भएर 5 वर्ष अगाडिको कुर्ता हो आज लगाऊ मम्मी अब चाहिँ म रेडी हुन्छु हामी चाहिँ अब टिका लाउन रेडी तर कस्तो देखेको के देखेको मलाई थाहा भएन जस्तो के भयो माइला पाट्नु भने चाहिँ टिका लगाइसक्नु भयो वाले रहते हो छोराले धेरै धेरै पैसा लिएर सानो त लगाइसकेछ त अझै लाउनै छ नि सानो
नानीले लैजाओस् अलि धेरै धेरै चलाखाहरू गर्ने नानी भन्नु हो त हेलो ठुलो खाले हो मैले हैन मलाई हेरेको ये खुसी 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 माछा पानी लिने बाघले त्यहाँ छुट्टै मुस्कान कस्तो गरमको भने दिदी बाघमा बाघ हिँड्दाखेरि राम्रो टाउको यसो झुकाउनु पर्छ है टाउको झुकाउने यो टाउको भनेको सधैँ त ठुलो न राम्दैन के हो के जो त्यसले नि टिप्छ
बुद्धिमान बलवान स्वस्थ ज्ञानी धनी हुनु तर अलिक घमण्ड चाहिँ अलिक कम गर्नु है सबै हुनु चाहिने कुरा मात्रै घमण्ड लिनुपर्छ अड्डी लिनुपर्छ बढी पराउने कसरी हो एक चिज जवाब दिए हुनेमा 3-4 चिज अलिक कठोर जवाब दिनु टिका नदिने के अरे पैसा नदिने भयो भएपछि दिन के दसैँमा होला जे भयो नि भयो ए राख अघि 100 रुपियाँ पाएँ त मैले खानामा चाहिँ छुट्याएको त भएको ए दाइरा नि काटिदिनु भयो त अनि दाइरा भयो नि त अहिले दिएको मलाई त ल भयो के ए राख ब्लैक क्यों दिख रहे हैं हम सारे कालो भइएछ त फेरि फेरि कालो भएछ फोटोहरु सक्यो अब चाहिँ फोटो हान्न लाम ब्लर भछ यहाँ पुस्नु पनि भएछ क्यामेरा सब ब्लर भएको रहेछ यस्तो साइडहरु त भाइले देखाए कति नाम देखेको सानोलाई त मामाको ब्याग बोकेर गाइस अब चाहिँ हामी अजाजी घर जान लागेको वे टिका त नाम देखेको सानो त मामाको ब्याग बोकेर हिरो देखेको छ हिरो मामुलाई हेल्प गरिदिएको हो ओ माई गॉड मेरो जुङ्गा पनि देखियो भन्थे भाइले अघि मस्ताक देखि छ हजुरको अरे हाम्रो गाउँ हो हामी चाहिँ अहिले धमाकोमा आयौँ यो चाहिँ हाम्रो धमाको घर हो तिहारको टिका लगाएर कि तिहार दसैँको टिका लगाएर हेलो ह्याप्पी दसैँ ह्याप्पी दसैँ आएन आऊ भनेको सेम सेम बट डिफरेन्ट
तताहरूले नि सेतै लाउँदो रहेछ गुरुङहरूले सेतै लाउँछ पहिला एउटा सेतै लाउँदैन र पहिले रातो लाउँछ रातो बनाउँथे सिरिटी रातो लाउने अरे के रातो निहारले मात्रै हो क्या रातो लाउने रातो न रातो नि हुन फेरि पिङ गरेछ यसरी बाना साइडमा त्यस्तो सल्लाह त हुन के फोटो खिच्दा मात्रै हो के के रे आउँदैन कि भाइ साँच्चै हो नि त सानो के कृष्ण लान्छ अलिअलि चमल त दिन्छ आशीर्वाद अलिअलि भने भटभटाउँछ जमाले धमानी जाने होला नि सँगै माथि जाने हो धमाकोमा टिका लाएँ अब चाहिँ अजाजी घर जानु लाग्यो मिलन दाइहरू त हैछ त बिपिन नि आउनु अरे कस्तो देखेको छ बिते गयो त अस्ति नै अरे बिचारा हेर्दा नि माया लाग्दै कि कति बोलाउँदै आउँछु Hello everyone, welcome back to our Aarti vlog. कहिले हालेको रेलिङ साँच्ची मलाई थाहा थिएन रेलिङ हालेको त हो हातले बनाइदिएको चमचम पानी पर्यो पानी त आउँछ कि भाउजू झ्याउन मान्नु त पसिहाल्छ पानी त आइहाल्छ पहिला यो थिएन अहिले त रेलिङहरू नि हालेछ है सजिलो यो रेलिङ धान्दै समात्दै हिँड्दै गरे नि हुन्छ अघि नै म घरमा थिएँ नि यहाँ आउनुभन्दा अगाडि त्यो घर चाहिँ कहाँ हो भनेर म देखाइन्छु यहाँबाट यो पुल हुँदै आएर यो माथि 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 हुँदै आएर यो जङ्गल 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 भित्र 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 हुँदै गएर हो यहाँ छ हाम्रो घर यो बाँसबारी पछाडि छ घर अलिअलि देखियो त्यहाँबाट आएको माथि नि जङ्गल साइडमा नि जङ्गल यता नि जङ्गल अब चाहिँ हामी अजाजी घर जानु लाग्यो मलाई सबैले कटाइदियो मैले यस्तरी भ्लग बनाउँछु तर मैले एडिट नै गर्दिनँ अनि युट्युबसँगै पुग्दैन मेरो भिडियो एडिट गरिदिनु भइदियो भने नि यति धेरै भिडियो छ कि मेरो एडिट नगरेको भिडियो मेरो पहिलाको दसैँको भिडियो नि मैले एडिट नगरेर यत्तिकै छ कि सेम पिन्च भएछ नि त है बहिनीको र मेरो सल एउटै एउटै सबै ओ मम्मीहरूको नि एउटै एउटै छ पिङ्क पिङ्क यो के धमा घरको जमरा एकदम लामो हैछ भित्र भोगो नि त राख्न पर्छ माया ओ कमली के हो दसैँ जस्तो छैन त दसैँ जस्तो छैन के आनन्द भाउजू सानो हो तानी के बाई बाई ह्यापी दसैँ माथि गइसक्यो आजन त सरी सरी बाई 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 ओके बाई बाई पर्यो नि सानो भन् लान्न पर्यो ड्युटी भोलिबाटै बाई बाई सानो बाई 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 हामी चाहिँ अजाजीको घर आयौँ फाइनल्ली सेलिब्रिटीहरू माइत आउँदै आजा आजी धमा धम्बुवा रजिता झलमल्ल
धम्मा जिउ गरे है धम्बा जिउ गरे है अझै जिउ गरे है हो हाम्रो अझै त चस्मा लाएर झलमल्ल बोलेर हो हाम्रो अझै चिटिक्क परेर खै त नि मोल्जोहरू त अझै हैप्पी दशैं नमस्कार ठीक है बहुत ठीक है हम हेलो एवरीबॉडी हैप्पी दशैं भाग्यमानी हैप्पी दशैं उनीहरु पनि लास क्या हो तल त पुरा दशैं पनि ताली लाएर भिडियो हालिरहेछ ओहो यता फेरि आएन दशैं डरायो क्या यो डरायो के भयो खाइदियो हामी अझै घर आयो मेरो जमारा त बस्यो दिस इज माई मामा घर र मेरो मामा घरको डिस्टेन्स भनेको हिँडेर आयो भने हिँडेर कति टाइम लाउला सृष्टि यहाँ देउरालीबाट आधी घन्टामा आइपुगिन्छ हिँडेर रहेछ नि त यहाँ रातो रातो भयो रहेछ हामीले पहिला खान्थ्यौँ भाइ यो बेडुला हामी खान्थ्यौँ के पहिला पाकेको ओके कस्तो ठुल्ठुलो पाक्यो धेरै हो र पछाडि पसिना पसिना भएछ त बाजु ह्याप्पी दशैं कान्छा कति कालो थियो कान्छा हेलो ह्याप्पी दशैं ल समाजिम गरे म त राम देखेको डोरी बाटेर झन् हेलो ह्याप्पी दशैं मल्जु ह्याप्पी दशैं जिउ गरे है मल्जु जिउ गरे ह्याप्पी दशैं कति प्लेट बोकेर जानुभयो त हजुर त लिएर गएको के भयो गड हामी त बाटोमै टिकटक बनाउँदै बस्यौँ चमा मुल्जोहरू माथि गएर फर्किनु भएको टिका लगाएर हामी चाहिँ माथि जाँदै टिका लाउनलाई अनि बाटोमै भेट भयो अनि बाटोमै यहीँ टिकटक बनाउँदै बस्यो जनको माया नै नरेसम त्यो पछि चाहिँ हुन्छ शान्ति दसैँ आयो दसैँमा पिङ खेल्न पनि पाइएन त है हजुरहरूले त हेरे हामी ढिलो गऱ्यौँ दाइ अब यहीँ कुरेरै बस्नु भयो चा हामी चाहिँ अलिक ककाजको घर जाँदैछौँ आउनु लागिसक्यो मैले पहिलाको वर्ष यस्तरी भ्लग बनाएको थिएँ मैले पहिलाको दसैँमा नि
but I didn't upload it. Edit पनि गरिन पनि एडिट नै गरिन क्या ए भन्टाङ मटङहरु गर्दै रह्यो बिस्तारै बिस्तारै आऊ है म चिक्लिन्छु जस्तो हो यहाँ आइसक्यो आइज त अजी अझै जिउ गरे है यो बृहस्पतिको छोरो उनीहरू दोबानको मिरुन्ना कुकु बाबुहरू म चिन्दिन मन्जु जिउ गरे है कति धेरै भण्डाङ मुन्डुङ भएको यहाँ त We are at Kakazaको घर right now. ओ तल बेलाति टिप्न गएको थिएन त Happy दसैँ मिरुना दाजु त बोल्नै छोडेछ अस्ति नै त बोल्थ्यो आज त बोल्दै नबोल्ने हैछ Oh my god अहिले चाहिँ बल्ल हाम्रो अजाजीको पालो आयो कडा फेरेर बसिसक्नु भएछ अजाजी त खिचिन्छ लाउन एक्चुअली बात गरौँ आफ्नो मनले आगे लागेको होस् मेरो होइन र आउनु भयो त 12 मिनेट खाऊ न पनि राखेछ उसको के रे Happy Dasai.